बुढी तिमीलाई म आज एउटा कुरा सोध्छु ल। त्यो जुन म हिजोको दिनमा महिना दिन 15 दिन हप्ता दिनमा बिरामी हुँदाखेरि चाहिँ तिमीलाई कस्तो फिल हुन्थ्यो क्या? त्यतिखेर मान्छेहरूले त सबैले माया मारिसकेको थियो बाँच्दैन भनेर, तर तिमीले मलाई त्यो अवस्थामा नि कति होइन साथ दियौ होइन। अब त्यो भर्खर त 16-17 वर्षको उमेरमा थियो, तर नि मलाई के सोचेर चाहिँ साथ दियो क्या? मान्छेले त सबैले माया मारिसकेको थियो। मान्छेले त भन्थ्यो नि एउटा अब त्यस्तो थिएन नि, अब मान्छेले कतिले भन्थे अब यो सन्चो हुँदैन होला भनेर, तर पनि मैले के अरे आश राखिराखेँ कुनै दिन चाहिँ सन्चो हुन्छ भनेर अवश्य। अनि मैले प्रभुसँग पनि मैले प्रार्थना गरेँ हरेक दिन, म रुन्छु पनि पढाउँछु पनि, तर मलाई एउटा मनमा चाहिँ आश थियो नयाँ जीवन पाइन्छ भनेर। त्यही भएर नि म त कता त्यता हुन्छ भनेर त्यतिखेर त त्यत्रो सानै उमेरमा मैले पछि बिरामी हुने तपाईँ कति माया गर्छ नि। अनि माया त भइहाल्छ नि, आफ्नो कुरा हुँदैन। मिठो देउला तिमलाई माया बिर्सने संसारले पुराना प्रेमका कथा